हेलो एभ्रिवान, के छ खबर? सन्चै हुनुहुन्छ? के छ त अरू खबर? म आज तपाईहरुलाई विभिन्न एकदम फुलहरु रङ्गी-चङ्गीको हैन अनि विभिन्न बिरुवा देखाउन गइरहेको छु हैन। आज चाहिँ म बस्ने नजिकै एउटा पार्क छ, सानो बोट बिरुवाहरु फुलहरु पाइने ठाउँ। त्यहाँ आएको थिएँ, मलाई पनि केही फुलहरु चाहिएको र त्यहाँ अनि कस्तो छन् त म आज तपाईहरुलाई देखाउन गइरहेको। नेपालमा जस्तै सेम पाइन्छ है। ल यहाँबाट चाहिँ सरर म तपाईलाई देखाउँदै छु। सरर भिडियो नकाटिकन अन्तिमसम्म हेर्नु होला। ल के फुल हो यसको नाम चाहिँ थाहा भएन हैन। बोट लास्टै सुन्दर रहेछ यार यो फुल चाहिँ। यो फुल त उता फुल जस्तै होला। भाडाहरु पनि पाइन्छ हैन, गमलाहरु यो राख्ने। अब यसरी ठ्याक्कै किन्दै छन् यहाँ। अब यहाँ चाहिँ नेपालमा पाइने यसपालि चाहिँ तिहारमा लाउने फुलहरु पनि थियो, यसपालि चाहिँ राखेर रहन्छ है। अब यता आउनु हो भने चाहिँ अब तरकारीहरु, अब यो चाहिँ अब धनिया भयो अनि सागहरु अनि गोपीहरु पनि, गोपीको उहरु पनि, बेर्नाहरु पनि पाइन्छ। त्यो गोपी हो, बेर्ना हो। अनि यहाँ हेर्न सक्नुहुन्छ प्याजको यस्तै राखेको हुन्छ अनि यस्तै राखे सब बेच्न राखेको हो। अनि सामान्य आफ्नो रुममा लिएर लाउन पनि सकिन्छ। कतिजनालाई थाहा होला यो पोतेनो पनि हेर्नु अचार कम मिठो हुन्छ यसको। सामान्य रुममा लगेर लाउन पनि सकिन्छ है यो फाइनली। तपाईको अनि हाम्रो तरकारीहरु अनि हाम्रो नेपालमा पाइने जस्तै फुलहरु पनि सब प्रकारको पाइन्छ यहाँ। सानो योहरु घाँसहरु नि बेच्न राखिरह। यो घाँसको नि यसको नि मिनिङ त होला। अब यो चाहिँ के हो यार, योहरु चाहिँ रोज फुल हो, सब बेच्न राखेको फुल हो। यो मार्केटमा चाहिँ तपाईहरुको सानो मसिनो बालुवाबाट लिएर ढुङ्गाहरु उता बेच्न राखेको छ, सब पाइन्छ। अनि ठाउँ यस्तो माछाहरु सानो पोखरी गराएर नि राखिदिरह। हेर्न आउन नि मजा आउँछ। यसमा चाहिँ फुलहरु किन्न नि मिल्यो। तपाईहरुको बोट बिरुवा सानो घरमै लगाएर रोप्ने बोट बिरुवाहरु पनि पाइन्छ। अब म तपाईहरुलाई नेपालमा पाइने फुलहरु देखाउँदै छु। योहरु चाहिँ पाइन्छ है। यो त यार मेरो घरमा नि छ यो फुल। यो फुलहरु पनि छ है, घरमै छ। हेर्नु कति राम्रो देखियो। यो चाहिँ सब बेच्न राखेको फुलहरु हो। अब तपाईहरुलाई म मखमली फुल देखाउन जाँदैछु। हाम्रो मखमली फुल त एकदम तिहारमा फुललाई विशेष फुल हो नि त, हाम्रो राष्ट्रिय फुलै भनेर चिनिन्छ। तर अहिले यसपालि रहन्छ यार, यतैतिर थियो। यो चाहिँ सुन्दर बगैँचा हेर्नु, सब किनेर सब फुल यो 200 रुपैयाँ पर्दो रहेछ यस्तो फुललाई। यहाँ देख्न सक्नुहुन्छ है विभिन्न प्रकारका धुपी सल्लोहरु पनि छन्। अनि यहाँ चाहिँ माछा पनि छ, यसमा माछा पनि छ। कहाँ गयो अहिले चाहिँ लुकिरह। अनि यता देख्न सक्नुहुन्छ तपाईहरुले विभिन्न टाइपका सानो बुटाहरु। अनि यो चाहिँ हामीले सजिलै रुममा लगाएर पनि राख्न सकिन्छ। बाँस हेर्नु त, बाँसहरु। यो चाहिँ इम्लीको बुटो है, यो सानो चाहिँ इम्लीको बुटो हो। यो नेपालमा पनि पाइन्छ योहरु चाहिँ। यहाँ यो सानो रुममा पनि लगाएर सजाएर राख्न सकिन्छ। योहरु चाहिँ ढुङ्गाहरु भए उसमा राख्न, त्योहरुमा मिलाएर राख्न। यिन चाहिँ पुराना भाँडाहरु। अनि यतातिर च्याउहरु भयो। योहरु चाहिँ सब पुरानो भाँडाहरु हो। यो पनि बेच्न राखेको। यहाँ चाहिँ माछाहरु छ, देख्नु आयो होला सानो माछाहरु। अनि योहरु चाहिँ सब धुपी सल्लो भयो। अनि च्याउहरु माछा छ त्यसमा। त्यो रातो चाहिँ माछा हो, एक्लै रहेछ। कस्तो मिलाएर राखेको यार। अनि अब चाहिँ तपाईहरुलाई म हाम्रो नेपालमा जस्तै सेम पाए आमामा आँप हेर्नु त, आँप कत्रो ठुलो यो बेच्न राखेको बोटमा। आँप हेर्नु न, 1 लाख रुपैयाँ बोटमा 2टा आँप त्यत्रो फल्यो। आमामा कत्रो ठुलो आँप हो। अब म तपाईहरुलाई चाहिँ नेपालमा जस्तै पाइने फुलहरुको बगैँचामा लाँदैछु। यहाँ चाहिँ यो ठुल्ठुलो बोटहरु पाइने ठाउँ हो। अनि यहाँबाट चाहिँ सर अब हाम्रो सुरु हुन्छ है। यहाँ चाहिँ सब बेच्न राखेको यो नेपालमा जस्तै पाइने बोटहरु
यो सपहरू नेपालमा नि पाइन्छ पाइन त, तर केही फरक आइटमहरू पनि छ। तपाईँलाई देखाउन गइरहेको सर हेर्दै म देखाउँदै जाँदै गर्दै गर्छु, हजुरहरू हेर्दै जानु होला है। यो चाहिँ सर यो चाहिँ मिलाएर राख्न लिएर राखेको। यो बुट चाहिँ हाम्रो नेपालमा लास्टै महँगो पर्छ, यहाँ पनि त्यस्तै नै छ, महँगै पर्छ है। हामी त एउटा सानो बोटको बिरुवा पनि 12,000 रुपियाँ छ। अनि यो चाहिँ लास्टै महँगो पर्छ नेपालमा नि, यहाँ पनि महँगो पर्दो रहेछ 55,000 रुपियाँ। आम्मामा ठिक छ, तर यहाँबाट चाहिँ जे कुरा पनि किन्न पाइन्छ क्या। हेर्नु यो हाम्रो उसको बुटो भयो यो चाहिँ, अनि यो चाहिँ के हो, यो अमिलो हो क्या, अमिलो बुटहरू सुन्तलाहरू। अनि तपाईँहरू हेर्नु त पाकिसक्यो। अब यहाँ चाहिँ यतातिर गयो भने चाहिँ अर्को च्याउहरू अनि विभिन्न टाइपका च्याउहरू पनि, धुपी सल्लोहरू पनि पाइन्छ, धुपी सल्लो। अनि हेर्नु एउटा सामान्य भाँडालाई पनि 17,600 रुपियाँ छ। अनि योहरू त रोज फुल भइहाल्यो। फाइनल्ली मैले चाहिँ भ्याइसकेको छु होइन, घुमेर नि किनि पनि सकिसकेँ, उता साइकलमा राखेको छु। अब त्यो बुट कत्रो हुन्छ भनेर म तपाईँहरूलाई 1-2 महिनापछि फेरि त्यही भिडियो बनाएर देखाउँछु। अनि त्यसमा गएर सरलक्क लाएर हेर्नु होला। अन्तिममा चाहिँ लाइक, कमेन्ट, सब्सक्राइब गर्न नबिर्सिनु होला। धन्यवाद।